Hello guys, welcome back. It's me Jiten and you guys are watching your own YouTube channel guys, right? So साइडमा मैले यो आकाश श्रेष्ठ नायक आकाश श्रेष्ठको भिडियो देखाइरहेको छु। आखिर किन होला त? पक्कै पनि तपाईहरु पनि अनमलमा पर्दै हुनुहुन्छ होला हैन, आखिर किन आकाश श्रेष्ठको अब भनौँ न जिम गर्दै गरेको भिडियो किन देखाइरा होला भनेर। सो पक्कै पनि आकाश श्रेष्ठको चाहिँ यहाँ फिल्म नआएको थुप्रै भइसकेको छ हैन, जसबारेमा चाहिँ आकाश श्रेष्ठका फ्यानहरूले चाहिँ एकदमै इन्ट्रेस्ट जगाएका छन् कि आकाश श्रेष्ठले नयाँ फिल्म नयाँ मुभीमा कहिले काम गर्लान् त, आकाश श्रेष्ठलाई मेन हिरोको भूमिकामा हामीले कहिले हेर्न पाउँला त भन्ने पर्खेर बसिराख्नु भएको छ। हो, त्यसैको लागि पक्कै पनि आकाश श्रेष्ठले आफ्नो शारीरिक बनावटप्रति कतिको डेडिकेट र डिसिप्लिन देखाएर वर्कआउट गरिरहेका छन् त, त्यो कुरा पनि तपाईहरुलाई देखाउन चाहे। र अर्को कुरा पक्कै पनि अब हामीले धेरै छिटै आकाश श्रेष्ठले अभिनय गर्न लागेको नयाँ मुभी जुन कि हाम्रो पल्सासँग हामीले आकाश श्रेष्ठलाई आबाट आमा 2 मा हेर्न पाउने भएका छौँ, जुन कुरा जग जाहेर भइसकेको छ। बट त्यसको लागि पक्कै पनि हामीले आकाश श्रेष्ठको लुक्स जुन छ नि हल्का पहिलाको भन्दा चाहिँ हैन, पहिला चाहिँ अब क्लिन सेभ हैन एकदमै चक्लेटी गाई देखिन्थ्यो भने यसपालिको मुभीमा चाहिँ पक्कै पनि आकाश श्रेष्ठको लुक हामीले हल्का केही परिवर्तन हुने आशंका पक्कै पनि गरेका छौँ। किनभने पक्कै पनि हामीले आजभोलि आकाश श्रेष्ठलाई हल्का दारी पालेको हैन देखिरहेका छौँ। कपाल त नर्मली उहाँले पाल्नुहुन्छ, बट यसपालि दारी पनि पालेको देखेका छौँ। सो जसमा अब आकाश श्रेष्ठको लुक अर्थात् बडीको स्ट्रक्चर पनि उहाँले एकदमै मेहनत गरिराख्नु भएको छ, शारीरिक बनावटको लागि पनि उहाँले एकदमै मेहनत गरिराख्नु भएको छ, जुन कि हामी यहाँ भिडियोमा पक्कै पनि हेर्न सक्छौँ। सो तपाईहरु गाइज आकाश श्रेष्ठको मुभी हेर्नको लागि तपाईहरु कतिको एक्साइटेड हुनुहुन्छ त, जसमा हामीले पक्कै पनि दुईटा धुरन्धरलाई एकैचोटि एउटै मुभीमा पहिलोपल्ट हेर्न पाउने भएका छौँ, आकाश श्रेष्ठ र पल्सा आबाट आमा 2 मा। सो गाइज यसबारेमा तपाईहरुको कुनै पनि प्रतिक्रिया रहेको छ भने कमेन्ट बक्समा अवश्य पनि लेख्नु होला भन्दै आजको लागि गाइज यति नै। नेक्स्ट भिडियो फेरि पनि डेफिनेटली भेट्नु मजा गर्दै जय देश जय नेपाल। टेक केयर, गुड बाई, टेक केयर।